गुड मर्निङ नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। भिडियो बनाउनु पनि लाग्छ लुकी भिडियो बनाउँछु किनभने भिडियो बनाउनु लाज लाग्छ अनि कसैले लाज लाग्छ। सो देख्नु सक्नु म रेडी भइसकेँ। म चाहिँ भिडियो बनाउँदै छु अनि किन म अझ त छिटो उठेको पनि ड्युटी छैन अनि गाडी चाहिँ फुल बनाउनु छ। वायरिङमा प्रब्लम के गाडीमा काचाकुचु है त्यस्तै त्यो गाडी पुरानो गाडी छ। गाडीलाई फुल बनाउने कोसिस गाइज। अनि आज चाहिँ खुसीको कुरा के भने पैसा आउँदैछ। खुसी पनि छु, कति आउँछ थाहा छैन। स्यालेरी पाउनु पर्ने मैले चाहिँ खास 150 हो। फाइल साइल के गरेर कति आउँछ देखाउने छु तपाईँहरूलाई गाइज। वाउ घाम लागिरहेछ मस्त। अब घाम सुरु भयो गाइज। हुन्छ मेरो गाडी चाहिँ कुनामा छ उतापट्टि पुरै ब्लक गरेर आएर छ गाडी। मेरो ब्लक भएछ गाइज। यही हो मेरो गाडी देख्न सक्नुहुन्छ होइन। आँखा चाहिँ निन्द्रा नपुगेको देखिन्छ। मान्छेलाई जति सुत्यो पनि त्यति नै हो। मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ। तू आ गया क्या? पानी खाए ज्यान बना गाइस। ज्यान बन्यो गाइस। मेरो गाडीले मनी ठोकेको थियो नि त, ठोकेको थियो अनि मेरे नाममा आयो 30 केजी। ये फंस गया सीएम, इसे पार्टी की मीटिंग समझ के फंस गया। मेरे पैसाले बनाउँदै गरेको देख्न सक्नुहुन्छ मेरो गाडीको हाल ला। सो गाइस म चाहिँ गाडी बनाउनु दिएको छु अनि गाडी बनाउनु दिएँ। कम्पनीले मेरै नाममा डालिदिन्छु भनेको छ। हुन त मेरै पनि गल्ती छ किनभने एउटा अर्डरको कारणले गर्दा मलाई 30 केडी घाटा लाग्यो। किनभने छिटो जान्छु भनेको अगाडि त्यो मैले खत्म, बाय बाय टाटा गुड बाय गया। त्यो चाहिँ अगाडि जुन त्यो एउटा पाइप यसरी ठडा राखेको रहेछ याद भएन मलाई अनि घममै ठोक्यो। अनि त्यो ठोक्यो अनि त्यति बेला मैले इन्फर्म गर्नुपर्ने थियो। मलाई पनि याद भएन कि अब कति ठोक्यो भनेर मैले पनि हेरिनँ। यहाँ ग्यारेजमा ल्याएर हेर्दाखेरि अहिले निकै नै लाग्यो। सो म चाहिँ यहाँ निराश पनि बसेको छु। अनि आज स्यालेरी हाल्ने दिन अनि सायद आज कति काटेर दिन्छ वा फुल दिन्छ मलाई पनि थाहा भएन, तर स्यालेरी चाहिँ कटाइदिन्छ। अनि म चाहिँ यहाँ बेलुकासम्म बनाइदिन्छु भने चाहिँ 2 त बजिसक्यो। अब यिनीहरूको रमजान खोल्ने बेला पनि भयो, खाने बेला सायद हेरौँ बस्छु बेलुकासम्म। भएन भने अब ट्याक्सी लिएर भए पनि जानुपर्ने हुन्छ। काटा त मलाई नै छ गाइस। निराश भएर बसेको छु। यस्तै छ मेरो जिन्दगी। देखिराख्नु भएको छ नि त्यो साइड चाहिँ यहाँको बस्छु, ग्यारेजको बस्छु तर इन्डियाको मान्छे हो गाही। मेरो गाडी चाहिँ भन्दैछ अब यहाँ पेन्डिङको काम छ, अब पेन्डिङ हुन्छ। दिनभरि बसेँ, अब बसेर एकैचोटि गाडी नै लगेर जाने सोच भइरहेको छ। सो गाडी लगेरै जाने हो हालत भइसक्यो। अब 1 घन्टामा त बनिसक्छ गाडी भनिरहेछ। हेरौँ के लाग्छ कस्तो हुन्छ। भयो गाडी चाहिँ बनिसक्यो। त्यसरी गाडी पेन्डिङ काम भइसक्यो होइन। अब लगभग सकिनु लागिसक्यो। गाडी चाहिँ खत्रै भइसक्यो सक्नुहुन्छ यतापट्टि पनि। सो गाडी चाहिँ बबालै भन्छ। म चाहिँ गाडी बनाएर पनि रुम आइसकेँ, रुममा गएको। अनि अब आज चाहिँ खबुस खाने रोटी खाने भनेर चाहिँ रोटी लिनलाई जाँदैछु। सो अघि नै बगला चाहिँ जान्छ गएको थिएँ, बिर्सेछु अनि फेरि ल्याउनुलाई जाँदैछु। सो गाइस भिडियो यति नै होइन आयो राम्रै। 30 केटी घाटा लाग्यो। यस्तै छ, कमै समय छैन। सबैजनालाई नमस्ते, गुड बाई, गुड नाइट।